खाना बनाउन लागेको छु है। आज मेरो खाना बनाउने पालो छ। मासु काट्दैछु हेर्नु यहाँनिर। मैले चाहिँ मासु काटेर यस्तो बनाइदिएँ है। फाइनल्ली चिकनको लुक्स। हेलो नमस्ते, वेलकम ब्याक टु माई भ्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु, आरामै छु। आज पनि भ्लग सुरु भइसकेको छ हामी दुवैजनाबाट। अब चाहिँ हामी ड्युटी जान रेडी भइसक्यो। अब चाहिँ म ड्युटी जान हिँडेको अवस्था गएको। अब ड्युटी जानै पर्छ, के गर्नु यस्तै छ। ड्युटी नगई पनि हुँदैन, जानुपर्छ नाइटको ड्युटी। यस्तै पारामा हिँडेको है म चाहिँ ड्युटी। यस्तै पारामा हिँडेको। यता चाहिँ मेरो साथी छ, यो चाहिँ मेरो फिलिपिने साथी हो। र म सँगै जान्छौँ कि। यो चाहिँ मेरो फिलिपिने साथी हो। यतातिर छ बिरालो, हेर्नु सक्नुहुन्छ कति धेरै पाइन्छ क्या यहाँनिर त बिरालो पनि। कति क्युट क्युट छ हेर्नुहोस्। साथी बिजी छ मोबाइलमा नै। अनि म चाहिँ निस्केको अब बाहिर। अब यहाँनिर चाहिँ बस कुरेर बस्नुपर्ने हुन्छ क्या, ड्युटीको बस। अनि यस्तो छ हाम्रो बाहिर चाहिँ। बाहिर चाहिँ यस्तो यस्तो छ, यस्तो छ। त्यहाँनिर हेर्नु न, आकाश कस्तो राम्रो देखेको छ कि होइन। गाडीमा छ हामी चाहिँ। फाइनली गाइज रुम आइसकेको अवस्था छ। रुममा आइपुग्यो होइन, रुममा आइसक्यो। यस्तो झाउ लाग्छ नि, के गर्नु। यस्तै छ। त्यहाँनिर छ, हेर्न सक्नुहुन्छ, त्यहाँनिर छ गाडी। अब के गर्नु, यस्तै छ जिन्दगी, यस्तै चलिराखेको छैन। ड्युटी रुम, ड्युटी रुम, ड्युटी रुम, ड्युटी रुम। अब चाहिँ खोल्नुपर्ने हुन्छ जुत्ता। हाम्रो यहाँनिर कति बिजो गइराखेको छ कि जुत्ताहरू त। आमा एक दुईजना बस्ने भएको र त्यहाँबाट के हेर्दैछ त्यो खै थाहा छैन के हेर्दैछ। मासु काट्दैछु हेर्नु यहाँनिर। के गर्नु, खाना त खानै पर्यो। कस्तो साह्रो बजेको हो। बिस्तारै अन्त काट्दैन। अलि बेसँग हान्छु, साह्रै बज्छ के भन्छ यस्तो। हुन त मासु काट्नै परेन, त्यही भएर पनि होला मलाई त आउँदैन। साथीहरू के गर्नु, यस्तै छ परदेशी जिन्दगी। यति बेला आएर खाना बनाएर यहाँनिर अब खानुपर्ने हुन्छ। भोक लागिराखेको अवस्था पनि भनौँ। आज चाहिँ किचनमा म एक्लै छु है। कोही पनि आएको छैन, कोही किन आएको छैन। अब हाम्रो चाहिँ खासै बनाउन आउँदैन।
मैले हेर्दै जानु है म के बनाउँछु अहिले मेरो हात पनि म आफै काट्न बेलाउँदिनँ किनभने मलाई मासु काट्न आउँदैन यस्तो बिजोग छ परदेशी जिन्दगी 1 बजिसक्यो र सर्दी मासु काट्दैछु अब कहिले बनाउँछु कहिले खान्छु थाहा छैन ले मलाई लाग्छ अब यो धेरै भयो खाना त भिन्जना खान्छ मामी तर पनि सक्दैन धेरै खान मिठै हुँदैन यो चिकन भन्नु मात्र है साथीहरू फ्रिजमा कति दिनदेखि डल्लो बनेर राखेको चिकन छ यो फ्रिजमा राखेको चिकन मिठो त खासै हुँदैन अब के गर्नु खानै पर्यो मेरो त्यहाँ चाहिँ दाल पाक्दैछ यसरी नै कति बेला काटिहाल्छु के भएको साथीहरू यस्तो बिस्तारै काट्छु छिन्दैन बेसँग काट्छु आवाज ठुलो आउँछ मैले चाहिँ मासु काटेर यस्तो बनाइदिएँ है अब यति भयो यो धेरै भयो त थाहा छ अब यसलाई म के गर्छु बोइल गर्छु अनि बल्ल मात्र बनाउँछु हैन यति छ मेरो मासु अब यो पनि खानै पर्ने हुन्छ यतातिर चाहिँ पाक्दैछ मेरो दाल नभई त खाना खान सक्दैन त्यसैले दाल छ यतातिर अनि यतातिर छ यो चाहिँ फिलिपिनीहरूको है के छ थाहा छैन यो फिलिपिनी साथीहरूको हो के पाक्दैछ यहाँ थाहा छैन यहाँ मेरो दाल पाक्दैछ अब एकछिनमा म मासु बोइल गर्छु अनि त्यस पछाडि फेरि त्यो मासुलाई बनाउनु पर्छ मैले चाहिँ अब यो मासुलाई बोइल गर्नुपर्ने हुन्छ मासु बोइल गर्नको लागि मैले पानी यहाँ राखिसकेँ अब यो मासुलाई पनि म यहीँ हाल्दैछु यहीँ हालिदिएँ मैले चिकन चाहिँ सबै यसलाई अलि बेर बोइल गर्छु अनि त्यस पछाडि बल्ल फ्राई गर्छु किनभने यसमा भएको त्यो हुन्छ नि त मन पर्दैन क्या मलाई त्यो बोसहरू पिउज जान्छ नि त त्यही भएर चाहिन्छ यो सबैको धनिया टमाटर त्यस पछाडि प्याज त्यस पछाडि खुर्सानी सबै राख्नु पर्यो होइन त्यही भएर अब चाहिँ म रेडी गर्दैछु है मसलाहरू मेरो त्यहाँनिर चिकन चाहिँ बोइल हुँदैछ यसलाई एकैछिन बोइल गर्छु त्यस पछाडि यो गराउँछु आज त के भएको कोही साथीहरू पनि आउँदैन होइन किचनमा एक्लै छु मस्त छ एक्लै भएपछि मस्त हुन्छ मलाई केही पनि काट्न त आउँदैन है साथीहरू भन्नुभयो मलाई काट्न आउँदैन जस्तो हुन्छ त्यस्तै काटिन्छ है त म जस्तो हुन्छ त्यस्तै काटिदिन्छु तर मलाई काट्न चाहिँ आउँदैन यो प्याज किनकि म कुकम्यान परिनँ भन्नु भने के भन्नु होइन जस्तो हुन्छ त्यस्तै बनाएर खानु नि त कुकम्यानले जस्तो कहाँ गराउन सकिन्छ र त्यसमा ट्रेनिङ नै लिएको छैन प्याजलाई पनि रेडी गरेँ यस्तै हो है मेरो चाहिँ प्याज यति नै हो हजुरहरूले कस्तो गराउनुहुन्छ म त यति नै अब योभन्दा मसिनो हुँदैन प्याज योभन्दा राम्रोसँग पनि काट्न आउँदैन होइन अनि त्यस पछाडि मेरो यहाँनिर छ खुर्सानी अब मैले खुर्सानीलाई नै काट्नुपर्ने हुन्छ काटेँ
तर धेरै पिरो खाँदैनौँ हामी तीनैजना यो अलि जस्ट मात्र बनाउनु पिरो चाहिँ धेरै खाँदैनौँ हामी साथी अनि अब यो टमाटर एउटा मात्रै छ टमाटर चाहिँ ग्रेभी खासै बनाउँदिनँ नि त त्यही भएर जस्ट फ्राई गरिदिन्छु खासमै किनकि हामीसँग दाल पनि छ त्यही भएर धेरै ग्रेभी बनाउँदिनँ झोल बनाउँदैन त्यसैले टमाटर धेरै हाल्दैन धेरै हाल्नु पनि हुँदैन होइन साथीहरू यहाँनिर कति धेरै महँगो छ आमा यो किनेर खान नसक्ने अवस्थामा पुगिसक्यो अनि धेरै हालेर पनि केही काम होइन र धेरै हालेर मिठो हुन्छ भन्ने हुँदैन त्यही भएर पैसा पनि त जोगाउनु पर्यो नि होइन र पैसा पनि जोगाउनु पर्ने हुन्छ यहाँनिर पुर्याएर खानुपर्ने अवस्था के गर्नु पैसाले गर्न गरेको छ साथीहरू होइन कि नेपालबाट आउँदाखेरि नि के सोचेर आएको थियो क्या म अब विदेश गए पछाडि त धेरै पैसा कमाउँछु मिठो मिठो खान्छु मिठो मिठो लगाउँछु फ्यामिलीलाई सुखमा राख्छु भनेर आएको थिएँ तर के मलाई यो जिन्दगीले कहाँ पुर्यायो भनेको जस्तै भएको छ होइन के सोचेको के भयो होइन न राम्रो लगाउन पाउँछु सक्छु न राम्रो खान सक्छु न परिवारलाई खुसी बनाउन सक्छु केही पनि सक्दैन क्या एक त नि अब नेपालबाट भिजा लगाएर आएको होइन भिजाको म्याच सकिने बेला भइसक्यो साथीहरू तर ऋण तिरेर सकिँदैन के गर्नु अनि यस्तै खाने बस्ने होइन त म त सम्झिँदा नि कहिलेकाहीँ त होइन आफैलाई के लाग्छ कहिले त हाँस्न मन लाग्छ कहिले त रुन मन लाग्छ सम्झिँदा पनि के हुन्छ यस्तै चलिराखेको छ अब चाहिँ साथीहरू म एकैचोटि मेरो त्यहाँनिर मासु बोइल भइसकेको छ म त मासु फ्राई गर्ने बेलामा भेट हुन्छ है त साथी अब चाहिँ म मासु फ्राई गर्नतिर लागेको छु मेरो मासु फ्राई हुँदैछ मस्तीले फ्राई हुँदैछ मासु अब एकछिन नपाके पछाडि खानुपर्ने हुन्छ ड्युटीबाट आउने बित्तिकै नुहाउँछ जाने बेलामा नुहाउँदैन क्या ड्युटी जानु ड्युटी गएर आए पछाडि चाहिँ नुहाउनुहुन्छ क्या यस्तो नुहाउनुहुन्छ उहाँ चाहिँ लजाउनु भएको छ है अझ मैले भिडियो गरेको छैन अरे भिडियो भएको छैन अरे भिडियो चलेको पनि देखेको छैन हातले छेकेको अवस्था छ यहाँ हेर्नु साथीहरू उहाँ चाहिँ भर्खर नुहाएर आउनु भएको छ नाम चाहिँ भर्खरै आउनु भएको छ यहाँनिर म चाहिँ आज मेरो बाजेले खाना बनाउनु त्यही भएर बनाउँदैछु मेरो उहाँ चाहज सकेर उहाँलाई बोलाएको क्या लिनको लागि त्यही भएर अब एकैचोटि खाने बेलामा भेट्छु है त साथीहरू बाई बाई फाइनल्ली चिकनको लुक्स राम्रो बनाउन त आउँदैन अहिले चाहिँ यस्तो भयो ल फाइनल्ली मेरो चिकनको लुक्स अब यसलाई कसरी खानुपर्ने हुन्छ खाना पनि रेडी भइसकेको छ मासु दाल काँक्रो आज चाहिँ मैले यही मात्र बनाएँ है गाइजहरू यही मात्र बनाएर खाएँ यहाँ खानालाई यहाँ यसरी बसेको अर्को चाहिँ उतातिर चढेको अवस्था छ खानको लागि नि हाम्रो अब खाने ठाउँ यस्तै छ कि होइन उता खाना खानु भयो उता हुनुहुन्छ अब चाहिँ फाइनल्ली खाना बनाएर खाएर सबै गरेर सकियो
रुममा आएँ। अब चाहिँ सुत्नुपर्ने हुन्छ। हामी सबैजना सुतिराखेको छ। अब हामी पनि सुत्नै त पर्यो होइन साथीहरू। यता हेर्नुहोस् न, यता म्याडमजीलाई के छ म्याडमजी हालखबर। म्याडमजी कस्तो हुनुहुन्छ भनेको जति बेला पनि हामी दुईजनाको बाइक अरूको आउँदैन होला क्या साथीहरू, भिडियो पनि है। यस्तै छ। आजको खाना कस्तो भयो? मासु कस्तो भयो? कडक छ कि कडक कुक्ने। यतिको त भन्नु पऱ्यो नि होइन, बनाएर दिए पछाडि यतिको भनेन भने त के काम लाग्यो बनाएको। हाम्रो पार्टनर अर्को पनि हुनुहुन्छ, तर उहाँ पार्टनर साह्रै मोबाइलमा बिजी भएर चाहिँ हामीले भिडियोमा देखाउन सकिनँ। सरी, मैले अघिको देखाएको छु नि, उहाँ नुहाएर आउने बेलामा उहाँ हुनुहुन्छ हाम्रो पार्टनर। अन्त अब चाहिँ आजको दिन यस्तै गयो होइन। ड्युटी जा, अब खानासाना बना, खलास भएको जस्तो छ टाइम। अब चाहिँ हामी सुत्नुपर्छ होइन त? हो सुत्नुपर्छ कि पर्दैन? पर्दैन। भोलि हामी कहाँ जाने फेरि? रातभरि मोबाइल हेर्ने हो बस्ने। भोलि कहाँ जानु र? छुट्टी छैन। भोलि हामी कहाँ जाने? 2 बजी उठेर ड्युटी जाने। अब बुझ्नुभयो, यस्तो छ क्या। अब सुत्यो उठ्यो ड्युटी जाऊ। सबैजना सुतिसकेको छ। म चाहिँ मेरो बेड चाहिँ माथि छ, यसको बेडमा छु। अब चाहिँ सुत्ने भन्छ अहिले, तर सुत्न सक्दैन। सुत्ने भनेको टाइम भनेको 5 बजी हो कि त 6 बजी हो। अहिले मोबाइल हेर्दै त्यतिकै टाइम गएको थाहा हुँदैन। भोलि अनि हतारमा उठेर भात बसालेर खाएर ड्युटी कुद्नु पर्छ। हेर्नुहोस् न, त्यहाँनिर हेर्नुहोस् न बेड। हाम्रो रुममा छिरेछ हो यो। के गर्नु अब, त्यो पनि त्यस्तै हो, हामी जस्तै त होइन। सबै साथीहरू सुतिरहेको छ क्या, मर्निङ ड्युटी हुनेहरू। हामी चाहिँ अब इभिनिङ ड्युटी थियो, खानासाना खाइयो, अब भ्याइयो, अब सुत्नुपर्छ। त्यसैले अब चाहिँ सबै सक्यो साथीहरू। अब चाहिँ म भ्लग एन्ड गर्छु। फेरि पनि नेक्स्ट भ्लगमा भेट्ने नै छौँ। त्यतिन्जेलको लागि पर्खेर बस्नु होला तपाईँहरू। नेक्स्ट टाइम आउने छ हाम्रो भ्लग। सकेसम्म छुट्टी सँगै भयो भने आउनेछु। तर सँगै छुट्टी भयो भने यस्तै हो साथीहरू। अब के गर्नु, सकेसम्म सबैजनाले दिदीलाई सपोर्ट गरिदिनु होला। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नु होला। बाई बाई।